भुटान। धेरै दिनपछि तपाईहरुको माझमा फेरि हामी युवा पिढीको खेलकुदको रुचिको माथि कुरा गर्न आएका छौं। वास्तविकमा हामीले खेलकुद भनिसकेपछि मात्र दौडा खेलकुदलाई मान्यता दिएको जस्तो लाग्छ। क्रिकेट एन्ड द फुटबल जसलाई हामीले सोकर पनि भन्दछौँ। तर वास्तविकमा यो दौडा क्रीडा भन्दा पनि अरू धेरै खेलकुद छ हाम्रो भारत देशमा, जसको माझमा हाम्रो छोराछोरीले यदि सफलता पाउँछ भने यो तपाईँ र मेरो र हामी सबैजनाको गुरु दायित्व पनि बन्छ कि उहाँलाई हामीले प्रोत्साहन र मोटिभेट गर्नुको लागि निम्ति, राइट? ठिक त्यसरी नै यस भिडियो मार्फतबाट गुवाहाटीमा भएको नेसनल ग्राप्लिङ च्याम्पियनसिप, एउटा ब्राजिलियन बेस्ट ट्याक्टिक्स, जसलाई हामीले देशी भाषामा भन्नु जाँदाखेरि कुस्तीबाज, एकदम साधारण भाषामा चाहिँ कुस्तीबाज, तर वास्तविकमा एउटा ब्राजिलियन बेस्ट ट्याक्टिक्स जसलाई ओलम्पिक वर्ल्डमा पनि रेकर्ड्स र ओलम्पिक वर्ल्डमा पनि यसको मान्यता छ भनिसकेपछि यस खेलमा पनि भविष्य छ हरेक त्यो खेल्ने केटाकेटीको। र त्यसैको माझमा हाम्रो छोराछोरीले जतिखेर सफलता ल्याउँछ, नेसनल च्याम्पियनसिप तपाईँको गुवाहाटीमा भएको 19th ग्राप्लिङ च्याम्पियनसिप, अर्थात् 19th ग्राप्लिङ च्याम्पियनसिप कस्तो भन्दाखेरि एउटा ब्राजिलियन बेस्ट ट्याक्टिक्स, जसलाई हामीले एकदम देशी भाषामा भन्नु जाँदाखेरि चाहिँ तपाईँको कुस्तीबाज। र यो कुस्तीबाजलाई हाम्रो खेलको सबैभन्दा ठुलो जगत ओलम्पिक्सले पनि रिकग्नाइज गरिसकेको र ओलम्पिक्सहरूले प्लेटफर्ममा पनि गोल्ड मेडलिस्ट पाउने हजारौँ जमात छ। त्यसकै माझमा यदि नेसनल लेभलमा हाम्रो छोराछोरीले यदि सफलता पाउँछ भने यो तपाईँ, मेरो जाति, सम्पूर्ण गोर्खा परिवारको लागि ठुलो खुसीको कुरा हो। र यही खुसीको कुरामा तपाईँहरूको माझमा यस भिडियो मार्फतबाट सेयर गर्दैछौँ। गुवाहाटीमा भएको हालैमा नेसनल ग्राप्लिङ च्याम्पियनसिप, 19th नेसनल ग्राप्लिङ च्याम्पियनसिपमा हाम्रो भाइ मार्क तामाङले सफलता पाएको छ, जसमा निरन्तर 6वटा प्लेटफर्ममा उसले जित हासिल गरेर डबल गोल्ड मेडलिस्ट हुनु सफलता भएकोमा हामी अखिल असम गोर्खा जनजाति छात्र सङ्घको मार्फतबाट र सम्पूर्ण गोर्खा परिवारको तर्फबाट भाइ मार्क तामाङलाई बेस्ट विशेस एन्ड द कङ्ग्रेचुलेसन्स फर द अपकमिङ फ्युचर पनि गर्न चाहन्छु। र साथै म अनुरोध गर्नु पनि चाहन्छु, दिस इज जस्ट अ बिगिनिङ, होइन? अधिकांशमा के हुन्छ भन्दाखेरि सफलता सुरुवाती दिनमै सफलता पायो भने मान्छे धेरै ओभरवेल्म हुन्छ, होइन? त्यसले गर्दाखेरि उसले आफ्नो गेममा ट्याक्टिक्समा यति फोकस गर्दैन। त्यो म मार्क तामाङलाई भनेर मात्रै होइन, सम्पूर्ण खेल जगतमा बस्ने भाइ बहिनीहरू होस्, यहाँ उठिआएको भाइ बहिनीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। हुनसक्छ तपाईँले क्लास 10 को एक्जामिनेसनमा यु हेभ सेक्युर्ड 8 लेटर मार्क्स इन आउट अफ द 6 सब्जेक्ट, राइट? त्यसले तपाईँको डिफाइन गर्दैन। हरेक चिजको जबसम्म निरन्तर हुँदैन तबसम्म त्यो कुराको सफलता मानिँदैन। त्यसले गर्दाखेरि आज जुन सफलता मेरो भाइ मार्क तामाङले पाएको छ, हामी चाहन्छौँ र सम्पूर्ण गोर्खा परिवार पनि चाहन्छौँ कि तपाईँ यसरी नै अगाडि बढ्दै गर्नुहोस्। दिस इज ओन्ली द बिगिनिङ to the Mark Tamang and to entire those students जसले रिसेन्टली क्लास 10 र 12 को एक्जामिनेसन राम्रोसँगले पास गरेको छ। दिस इज जस्ट अ बिगिनिङ, होइन? कन्टिन्युसन राख्नुहोस्, जति सक्छ प्रचार गर्ने दायित्व र कर्तव्य हाम्रो।